हेलो एभ्रिवान, वेलकम ब्याक अगेन इन माई मिनी ब्लग। आज चाहिँ हाम्रो डे आउटिङमा जाँदैछु। हामी चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो लोकल यहाँ नजिकैको राइमटाङ फरेस्ट पिकनिक स्पोट जाँदैछौँ। सो आज हामी चाहिँ को गएको भन्दाखेरि चाहिँ बहिनी, भदैनी अनि मेरो बेस्ट फ्रेन्ड हामी चाहिँ गएको। घरबाट निस्किसक्यौँ। अनि यहाँनिर चाहिँ टाढोबाट यो पिकनिक स्पोटमा चाहिँ आउने गर्छ नि त मान्छेहरू। सो यहाँनिर चाहिँ तपाईँहरू पनि आउनुहोस् होला, भिजिट गर्नुहोस् होला, राम्रो छ हो। एकान्तमा छ पहाडको छेउछाउमा हो। अनि हामीले चाहिँ हाम्रो यहाँनिर आज चाहिँ डे आउटिङमा चाहिँ के लिएर आएको थियो भन्दाखेरि चाहिँ हामीले यहाँनिर चाहिँ केक लिएर आएको थियौँ। अनि चाउमिन, अन्त स्न्याक्सहरू, अनि यस फेभरेट कोल्ड ड्रिङ्क सबैको, आई थिङ्क सबैको होला, मेरो चाहिँ होइन, तर सबैलाई मनपर्ने चाहिँ कोक हो नि त। अनि त्यो लिएर आएको थियो। यसरी नै हामीले चाहिँ अन्त यानि केकमा पनि डे आउट भनेर लेखेको थियौँ। अनि यसरी नै हामीले इन्जोय गऱ्यौँ आजको हाम्रो दिनहरू। सो गाइज, या हाम्रो भिडियोहरू कस्तो लाग्यो होला भनिदिनुहोस् होला। अनि हाम्रो भिडियो हेरेर तपाईँहरू पनि इन्जोय गर्नुहोस् होला। अनि यसरी नै इन्जोय गर्नुहुने भए चाहिँ हाम्रो यहाँ लोकल नजिकको चाहिँ राइमटाङ फरेस्ट पिकनिक स्पोट्समा आउनुहोस् होला। तपाईँहरू भिजिट गर्नुहोस् होला। तपाईँको साथीभाइहरूसँग यसरी नै रमाइलो गर्नुहोस् होला, हामी जस्तै नै हो। सो गाइज, यहाँनिर चाहिँ मैले चाहिँ कोक सर्भ गर्दैछु सबैको लागि। अनि मेरो बेस्ट फ्रेन्डले चाहिँ अलरेडी चाउमिन त सर्भ गरिसकेको थिएँ नि त। अन्त मैले चाहिँ यहाँनिर सबैलाई कोक दिँदै म चाहिँ भिडियो पनि बनाइरहेको थिएँ। म चाहिँ भिडियोमा बेसी जस्तो आउनु पाइनँ, किनभने चाहिँ भिडियो चाहिँ मैले नै गर्दै थिएँ नि त सबैको लागि। अनि यहाँनिर चाहिँ के भयो भन्दाखेरि चाहिँ हामीले ग्लास ल्याउनु बिर्सेको थियौँ। ग्लास चाहिँ गीतले चाहिँ गएर अरू ग्रुपलाई मागेर उसले जुगाड गरेर लिएर आयो। अनि यस, आज हाम्रो दिनहरू यसरी बित्यो। हामी 5जना गएर मजाले इन्जोय गरेर रमाइलो गरेर आयौँ। सो तपाईँहरू पनि यसरी नै इन्जोय गर्नुहोस् होला। अब जनवरी त सकिनु आँटिसक्यो। इफ तपाईँलाई पनि यसरी नै इन्जोय गर्नु मनपर्छ भने चाहिँ यहाँ नजिकैको हाम्रो राइमटाङ फरेस्ट पिकनिक स्पोटमा आइदिनुहोस् होला। अनि आएर हामी जस्तै यसरी रमाइलो गरेर तपाईँहरूको दिन रमाइलो गर्नुहोस् होला। सो अनि यो भिडियोमा चाहिँ म स्पेसल थ्याङ्क्स चाहिँ मेरो भाउजूलाई भन्न चाहन्छु, किनभने चाहिँ मेरो भाउजूले चाहिँ यस्तो मिठो चाउमिन बनाइदिनु भएको थियो, एकदमै टेस्टी थियो। थ्याङ्क यू सो मच गाइज फर वाचिङ।